सर्वप्रथम म हाम्रो विद्यालयलाई आभारले भरिएको नमन व्यक्त गर्न चाहन्छु। यस विद्यालयमा म 10 वर्ष पढेँ। यस 10 वर्षभित्र मैले ज्ञान मात्र होइन, अनुशासन, नैतिकता र जीवनमा अघि बढ्ने हिम्मत पनि प्राप्त गरेको छु। यस विद्यालयमा मैले आफ्नो जीवनको सबैभन्दा रमाइला पलहरू बिताएको छु। सँगै म हाम्रो आदरणीय शिक्षक शिक्षिकाज्यूहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईहरू नै हाम्रो प्रेरणाका स्रोत हुनुहुन्छ। कहिले मायाले, कहिले कडा भएर तपाईहरूले हामीलाई पढाउनु भयो, बुझाउनु भयो, कर्तव्य परायण हुन सिकाउनु भयो र जीवनको हरेक कठिनाइलाई पार गर्न सिकाउनु भयो। साथै मेरा प्यारा साथीहरू, तिमीहरूसँग बिताएका हरेक पल अमूल्य लाग्छ। तिमीहरू ती पानाहरू हौ जसले मेरो बाल्यकालको किताबलाई रङ्गीन बनाइदिएको छ। पढाइ सकिएला, विद्यालय छुटिएला, तर तिमीहरूको माया र साथ कहिले मेटिने छैन। विद्यालय केवल पढ्ने ठाउँ होइन, सपना देख्ने, आत्मविश्वासी बन्ने ठाउँ हो। विद्यालयले हामीलाई अनेकौं अवसरहरू दिएको हुन्छ। पढ्ने त भइहाल्यो, त्यस साथसाथै व्यक्तित्व विकास, खेल्ने, कुद्ने, घुम्ने, वर्कसप कार्यक्रमहरूमा सहभागी गराउने, एक्सपर्ट मान्छेहरूसँग इन्टरेक्सन गराउने र अरू अन्य क्रियाकलापहरूको अवसरहरू दिएको छ। यस अक्सफोर्ड स्कुलले हामीलाई टप नच शिक्षकहरूद्वारा टप नच शिक्षक प्रदान गरेको छ। नेल्सन मण्डेलाले भन्नुभएको छ, एजुकेसन इज द मोस्ट पावरफुल वेपन इन द वर्ल्ड। अर्थात् शिक्षा नै विश्वको सबैभन्दा शक्तिशाली हतियार हो। शिक्षा त्यस्तो सम्पत्ति हो जसलाई न त कसैले चोरी लाग्न सक्छ, न त हराउन। विद्यार्थीहरूको मनमा अनेकौं किसिमको डर हुन्छन्, स्ट्रेस हुन्छ। फेल भइएला कि भन्ने डर, राम्रो जिपिए नआउला कि भन्ने डर, आफ्नो अभिभावक शिक्षक शिक्षिकाज्यूहरूले अपेक्षा राख्नुभएको पुरा गर्न नसकुला कि भन्ने डर र अरू अन्य। त्यस्ता डरहरूलाई सामना र ट्याकल गर्नमा आफ्नो अभिभावक, शिक्षक शिक्षिका र आफूप्रतिको विश्वासको अहम भूमिका हुन्छ। तसर्थ यहाँ उपस्थित सम्पूर्ण जुनियर भाइ बहिनीहरूलाई यही भन्न चाहन्छु कि प्रिभेन्सन इज बेटर देन केयर। समय हुँदै आफ्नो जीवनको दायित्वहरूलाई पहिचान गरी, मनन गरी आफ्नो जीवनको उचाइतिर लाग्नु। जाँदा जाँदै भोलिबाट सुरु हुन लागेको यमपञ्चकको अवसरमा यहाँ उपस्थित सम्पूर्ण व्यक्तित्वजनहरूलाई हार्दिक शुभकामना दिँदै म आफ्नो बोली यहीँ समाप्त गर्दछु। धैर्य धारणा राखेर बसिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यहाँहरूको सम्पूर्ण पलहरू सुखद रहोस्।